Hi guys, welcome back to my YouTube channel. आज चाहिँ हामी कति वर्ष बाद नै भेटेको है हामी खासमा. If you don't know her, चाहिँ मेरो मामाको छोरी हो, मुस्कान दिदी. हेलो. मुस्कान दिदी पनि यतै छ नि त कलकत्तामै, तर हामी भेटेकै थिएन, कति भएको थियो. अनि आज चाहिँ फाइनली भेट्ने प्लान भएर चाहिँ त्यो पनि लाइभमा प्लान भएको. इन्स्टाग्राम लाइभमा है. त्यहाँदेखि चाहिँ अहिले चाहिँ हामी क्याफे आएको छु. यो क्याफे यति बेसी खोज्यो हामीले है. डल्लै हामी यहाँनिर CC1 आएको थियो. त्यहाँनिर चाहिँ हामी 1 घन्टा चाहिँ डल्लै नै कति म्यापमा हेऱ्यो, पाउँदैन, बाहिरपट्टि गयो पाउँदैन. लास्टमा चाहिँ एउटा सेक्युरिटीलाई सोधेर चाहिँ त्यहाँदेखि चाहिँ आइपुगेको. यहाँको एम्बियन्स चाहिँ दामी छ. गर्ली भाइब रहेछ. खासमा चाहिँ अब हामीलाई चाहिँ थाहा थियो, हामीले खासमा चाहिँ देख्दै युट्युब इन्स्टाग्राममा, तर यति साह्रो दामी छ भनेर चाहिँ एक्सपेक्ट गरेको थिएन हामीले. तर मुस्कान दिदी चाहिँ प्रिटी है. यस्तो गरम भाइ, यति डरलाग्दो गरम छ कि. सो वी हेभ अर्डर्ड सम ड्रिङ्क्स. पर्खिरहेको छ, त्यति लागिसक्यो. त्यो पानी खाने कि नखाने बट खोल्नु कि नखोल्नु अब यो नखाऊँ होला हो है. त्यहाँनिर कस्तो मजाले यहाँनिर उयो भएको रहेछ कि है, फुलहरू यहाँ मजाले डल्लै उयो गरेर चाहिँ. यो चाहिँ हामी माथि आएको छौँ, माथिको फ्लोरमा. तलको पनि यस्तै छ. अहिले चाहिँ हाम्रो मैले योभन्दा माथि पनि अहिले यहाँबाट रहेछ नि त. म चाहिँ थाहै थिएन. हामीले चाहिँ सोचेको थियो यो मात्रै मतलब तल फर्स्ट ग्राउन्ड फ्लोर, त्यहाँदेखि यो चाहिँ फर्स्ट फ्लोर होला सोचेको. तर योभन्दा माथि पनि रहेछ. जानुपर्छ, अहिले यसमा जानुपर्छ. आइसकेको छ है. म चाहिँ स्ट्रबेरी सेक अर्डर गरेँ. मुस्कान दिदीले चाहिँ प्यासन फ्रुट आइस टी. हामीले चाहिँ पानी पनि अघि खायो खोलेर. अहिले चाहिँ हामीले यो पिज्जा मगाएको थियो नि त. पिज्जा पनि आइसक्यो. खासमा हामी अघि कति हिँड्यो कि त्यही भएर थाकेको त है. हामीले चाहिँ यो चिकन बार्बिक्यू पिज्जा मगाएको. अब यो खाएर चाहिँ हेर्नुपर्छ एकछिन. अरू केही यो चाहिँ नि बेस चाहिँ नि अलिकति पातला रहेछ कि भाँच्यो यस्तो पक्रिँदै. यहाँको चाहिँ टेस्ट अलिक अर्को रहेछ हौ. हाम्रो यहाँनिर मेरो सेल्फी खिचौँ भनेको थियो कि त्यहाँ फेरि मान्छेहरू आएर बसिरहेको. पछि आउँछ नि हामी ब्याकग्राउन्डमा. फेरि सबसे लास्ट निस्किनुपर्छ होला. एकदम राम्रो रहेछ. उयसै हस्पिटालिटी अब हुन्छ नि, ग्रिडहरू गर्नु. अब सबैजना नभने कोही त बोल्दैन यहाँनिर. सबैजना हाउस द फुड वाट यु वान्ट टु अर्डर सबै भन्छ. अब चाहिँ हामी निस्किन आँटेको. अघि दिउँसै आएको थियो, पढिसक्यो. 2-3 घन्टा भयो होला बसेको. अब चाहिँ एक राउन्ड माथि रुफ जान्छ, त्यहाँदेखि चाहिँ उता जान्छौँ हामी है. कस्तो छ भनेर एकपल्ट. त्यहाँदेखि चाहिँ अक्टोबरमा त्यतिको बर्थडेमा प्लान गर्दैछ फेरि आउने हो. मेरो खास बर्थडे चाहिँ डिसेम्बरमा हो, डिसेम्बर 23 हो. तर म डिसेम्बरमा घर जान्छु नि त, 1 महिना जस्तो. अब त्यस्तै अब सोचेको. त्यही भएर चाहिँ अन्त अगाडि नै बर्थडे. मेरो रुममेटको पनि बर्थडे 23 हो नि त. मेरो एज पर डकुमेन्ट्स चाहिँ 23 अक्टोबर हो. त्यही भएर अक्टोबरमा सेलिब्रेट गर्न सक्छु है.
यहाँनिर चाहिँ यस्तो रहेछ हामी यहाँ आउनु पर्दैछ अब चाहिँ हामी यहाँबाट निस्केको हामी चाहिँ यहाँ बसेको थियौँ अब निस्केको यहाँ पर्खिरहेको यहाँनिर पनि छ दिस इज द लास्ट फ्लोर वाउ कस्तो दामीको निस्किँदो रहेछ एम्बियन्स चाहिँ यसको दामी रहेछ फर एम्बियन्स फुड एन्ड सर्भिस यसलाई चाहिँ 10 out of 10 रेटिङ्स हिरोइन अब चाहिँ हामी निस्केको दिस इज द एम्बियन्स यहाँनिर चाहिँ हामी चाहिँ माथि फ्लोरमा गएको थियौँ यहाँनिर चाहिँ हो अब चाहिँ हामी एक्जिट गरेको दिस इज क्याफे फ्लोरिस्टा गरम भयो अब चाहिँ हामी निस्केको यहाँ चाहिँ हो हाम्रो सिटी सेन्टर 1 है अहिले चाहिँ हामी फेरि सिटी सेन्टर आएको जुन चाहिँ हामी अघि 1 घन्टा डुल्यो यो चाहिँ नि ठुलो र म यो सिटी सेन्टर यो चाहिँ आएको थिइनँ कि यो चाहिँ हाम्रोदेखि अलिकति टाढै पर्छ नि त अन्त हाम्रो सानो तिनो मल चाहिँ एक्सेस मल जान्छौँ हामी चाहिँ तर कस्तो अगायो थाक्यो गरम भयो बाफेर ए लु यहाँनिर चाहिँ अघि हामी 1 राउन्ड घुमेको भएको थियो कि हामी उयस भएर कन्फ्युज भएर म्यापमा हेऱ्यो कता देखाउँछ कता 2 मिनट्स देखाउँछ घरि एकैछिनमा 2 मिनट्स देखाउँछ अलिकति चल्यो भने 5 मिनट्स र 6 मिनट देखाइहाल्दै थियो है भरे चाहिँ बाहिर रहेछ नि त बाहिरपट्टि रहेछ नि त थुप्रो गेटहरू रहेछ के सो गाइस अब चाहिँ हाम्रो सकिसक्यो सबै होइन मुस्कानले के किने देखाइदिनु न ए नाइकाबाट 1-2वटा मेकअप प्रडक्ट्सहरू ए पुरा थक्यो अब चाहिँ जानुपर्छ गरम पनि भयो पुरा बाफियो बाहिर चाहिँ भित्र गएर एसी खानु जस्तो हो अब हामी चाहिँ यहाँबाट निस्केको अब मैले ऱ्यापिडो गरेको छु मुस्कान दिदीले पनि गर्दैछ यहाँ क्याब बुक गर्दैछ हामी चाहिँ डिफ्रेन्ट डिरेक्सनमा जानुपर्छ अब चाहिँ म गएको मुस्कान दिदी पनि यहाँबाट जान्छ क्याब आएकै छैन बाई अब भेटौँ टोपाले बाई जानुलाई बिस्तारै हुन्छ तपाईँ पनि बाई बाई मेरो चाहिँ यहाँ छ जस्तो लाग्यो अघि यहाँनिर क्याप्टन अराइभ त देखाइरहेको छ हो अम्बो मैले चाहिँ खासमा यताको एड्रेस दिएको थिएँ कि यता रहेछ त्यो मान्छे हो म खासमा चाहिँ त्यहीँ दिएको थिएँ ए खासमा म चाहिँ त्यहीँ उभिरहेको थिएँ हो अब फेरि त्यहीँ जाँदैछु अघि त्यहाँ उभिन्जेलसम्म चाहिँ यता आउँछ जस्तो लाग्यो नि त मलाई त्यही भएर रहेछ मेरो चाहिँ आइसक्यो अब मुस्कान दिदीको चाहिँ पर्खिरहेको छ अब म चाहिँ गएको